हेलो गाइज, चिया खान लाग्यो। दुध हालेको चिया हो। पुरी पकाएको थियौँ हामीले हिजो मोल फाल्ने भनेर। बिहानभरि लगाएर 5 किलो आटाको पस्यो त्यहीभित्र। आटाको पुरी बनाएको, बिहानभरि लाएर बनाएको। पानी आएर मोल फाल्न नि पाइएन, हिजो खाइयो। अझै पनि छन्, खाएर त सक्नु पर्यो। त्यही भएर चियासित खानु लाग्यो। त्यस्तै छ, खर्च मात्रै भयो भन्ने हो कि खाएर त खाएर भ्याइयो। त्यही पनि फेरि दुःख, फेरि बनाउनु पर्यो। त्यही पनि ठिकै छ, खाना भइरह। त्यही पनि पखाला लाग्ने हो त धेरै भने। मलाई चाहिँ हिजोबाट पखाला लाग्छ।